हेलो गाइज वेलकम टु ब्याक माई ब्लग है। सन्चै आरामै हुनुहुन्छ होला सबैजना। म पनि ठिकठाकै छु। म चाहिँ अहिले कामबाट फर्किरहेको कि खुब हावा चलिरहेछ। अब यहाँनिर यस्तो हरियाली देख्न सक्नुहुन्छ होइन। यो चाहिँ रसियाको छेउछाउ पर्छ। म चाहिँ यो चाहिँ काम गरिरहेको छु। नेपालीहरू नि छैन, एक्लै छु। अब रसियनहरूसँग काम गर्न परिरहेको छ अहिले चाहिँ। अब नेपाली साथीहरू नि बोलाउनु हुन्थ्यो, त्यस्तै हो भइरहेछ होइन। त्यो छ अनि आरामै हुनुहुन्छ होला सबैजना। अनि त्यही हो गाइज, सब अब हुन्छ भने विदेशी बसाइ होइन। अब कति विदेशबाट हुनुहुन्छ होला, कति नेपालबाट हुनुहुन्छ होला होइन। के कस्तो लाग्छ मेरो भ्लग यसो प्रतिक्रिया दिनु होला होइन। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। त्यही हो गाइज। अनि यो चाहिँ अब कार बनाउने ठाउँ भएको थियो, ग्यारेज हुन्छ हाम्रो नेपालमा चाहिँ। अब यहाँ चाहिँ खोइ के भन्छ पनि मलाई पनि थाहा छैन। अब त चास्ती हो कि के भन्छ होइन, अटो पार्ट्स। देख्नुहुन्छ कार पनि माथि उडाएर राख्दैन, एउटा कार यहाँ त छ होइन दुई साइडमै। अनि अब यो रोड भइहाल्यो, देख्न सक्नुहुन्छ साइडको उतापट्टिको। यो चाहिँ अब नेपालको गाउँतिरको रोड हुन्छ नि त्यत्रै हुन्छ क्या। अब यहाँ बाटो हिँड्ने पनि होइन, त्यहाँ एउटा गाडी नै अटाउने भनौँ न, बुलेरो सुलेरो गाउँतिर हुन्छ नि त्यो चाहिँ अडाउँछ है गाइज यो बाटोमा पनि होइन। यत्तिको चाहिँ हुँदो रहेछ क्या विकसित देशमा भने। अब हाम्रो देशमा नि बिस्तारै होला, बालेन सरकारले गर्नु होला होइन। अब आश गरौँ भर्त नपरौँ भने जस्तो। अब जिताएको छौँ होइन, जसो तसो गरेर भए पनि अब केही गर्नु होला भनेर यस्तै छ गाइज होइन। अनि कहाँ कहाँदेखि हुनुहुन्छ यसो कमेन्ट गर्नु होला सबैजना। म चाहिँ होइन बाटोमा हिँडिरहेको, थोरै हिँड्नुपर्ने हुन्छ क्या, गाडी चढेर थोरै झरेर हिँड्नुपर्ने हुन्छ। अब त्यही भएर अनि म चाहिँ हिँड्दै अब पुग्न लागेँ मेरो रुम चाहिँ। अब 2 मिनटमा आइहाल्छ रुम होइन। यस्तै छ गाइज होइन। ठिकै छ, पछि भेटौँला गाइज होइन। बाई बाई बाई।